हेलो साथीहरू, आज चाहिँ म ब्याङ्किङ रिलेटेड टपिक लिएर आइरहेको छु। यसमा चाहिँ ब्याङ्क एन्ड फाइनेन्सियल सर्भिस चाहिँ रुरल एन्ड रिमोट एरियामा चाहिँ कसरी प्रोभाइड गरिन्छ, के गर्नुपर्छ त रिमोट एरियामा, रुरल एरियाजमा ब्याङ्किङ सर्भिस पुर्याउनको लागि चाहिँ भन्ने कुरा लिएर आएको छु। मेजर्स सुड बी टेकन टु इन्क्रिज फाइनेन्सियल एक्सेस इन रिमोट एन्ड रुरल एरिया अफ नेपाल आर एस फलो। यसरी छ, the government should provide tax benefit to the bank and financial institution for expanding their branches in remote and rural areas. गभर्मेन्टले चाहिँ अब ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनले चाहिँ आफ्नो ट्याक्स तिर्नुपर्ने हुन्छ नि, हो त्यो ट्याक्समा चाहिँ छुट गर्नुपर्छ, ट्याक्स बेनिफिटहरू दिनुपर्छ। रुरल एरियामा यदि तिमीहरूले कुनै आफ्नो ब्रान्च खोल्यौ भने चाहिँ तिमीहरूलाई ट्याक्स बेनिफिट दिन्छु भनेपछि त ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनले चाहिँ रुरल एरियामा उसको ब्रान्च खोल्ने भएपछि त्यहाँको मान्छेले चाहिँ फाइनेन्सियल सर्भिस पाउने भयो नि त। हो त्यसरी पनि फाइनेन्सियल सर्भिस उनीहरू भएको ठाउँमा पुर्याउन सकिन्छ। The government should also focus on increasing of financial literacy among the people through awareness program. फाइनेन्सियल लिट्रेसी भनेको चाहिँ के, फाइनेन्सियल नलेज हुनु पऱ्यो क्या मान्छेलाई चाहिँ। अब छैन नि त रुरल एरियामा त फाइनेन्सियल ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनमा लगेर ब्याङ्कमा लगेर पैसा जम्मा गर्नुपर्छ भन्ने उनीहरूको दिमागमा हुँदैन क्या। उनीहरूको चाहिँ हुन्छ नि बाकसभित्र पैसा राख्यो भने सेफ हुन्छ भन्ने छ क्या अहिले पनि। हो त्यस्तो नहोस्, ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनमा लगेर हामीले पैसा जम्मा पार्यौँ भने चाहिँ हाम्रो पैसा त्यहाँभन्दा पनि सेफ हुन्छ, हामीले इन्ट्रेस्ट पाइरहेको हुन्छौँ। अरू अब त्यो हामीले जम्मा गरेको पैसा प्रोडक्टिभ सेक्टरमा इन्भेस्ट भएको हुन्छ, जसको कारण चाहिँ इकोनोमिक डेभलपमेन्ट हुन्छ। हो यो सबै कुरा थाहा पाउनको लागि चाहिँ फाइनेन्सियल लिट्रेसी हुनु पर्यो। फाइनेन्सियल लिट्रेसी कसरी हुन्छ त, अब गभर्मेन्टले चाहिँ अवेरनेस प्रोग्रामहरू चाहिँ कन्डक्ट गर्नु पर्यो क्या रुरल एरियामा। अनि डेभलपमेन्ट अफ प्रोडक्ट एज पर निड एन्ड रिक्वायरमेन्ट अफ रुरल एन्ड रिमोट पिपुल, रिमोट एरियाको निड्स अनुसार चाहिँ प्रोडक्टहरू डेभलपमेन्ट गर्नु पर्यो। इफेक्टिभ ब्रान्च एक्सपान्सन पोलिसी सुड बी मेन्सन इन एनआरबी डिरेक्टिभ। एनआरबी डिरेक्टिभमा पनि चाहिँ अब ब्रान्च एक्सपान्सन गर्दाखेरि चाहिँ यस्तो ठाउँमा चाहिँ एक्सपान्ड गर्नु पर्यो तिमीहरूले ब्रान्च भनेर चाहिँ एनआरबी डिरेक्टिभमा राखिदिएपछि त गर्ने भयो नि त। हो त्यो पनि राख्नु पर्यो। Government and NRB should encourage to the bank and financial institution for the expansion of branch in rural and remote areas. Basic banking service and facilities, ATM, deposit, withdrawal, etc. should be tried to provided in remote and rural areas rather than opening of fully opened branches. बेसिक सर्भिसहरू नि पाइरहेको हुँदैन, ब्याङ्किङ बेसिक सर्भिसहरू नि पाइरहेको हुँदैन, त्यो सर्भिस चाहिँ प्रोभाइड गर्नु पर्यो ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनले। इफेक्टिभ एडभर्टिजमेन्ट सुड बी डन बाई ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन। इफेक्टिभ मार्केटिङ, अब ब्याङ्क भनेको के हो, यो किन चाहिन्छ, यो हाम्रो लागि किन काम लाग्ने छ, यसले चाहिँ हाम्रो इकोनोमिक डेभलपमेन्टमा कसरी असर पुऱ्याइरहेको छ भन्ने कुरा चाहिँ पुरै एडभर्टाइज गर्नु पर्यो क्या, जसको कारणले चाहिँ मान्छेहरूलाई चाहिँ थाहा होस् क्या ब्याङ्क भन्ने कुरा हामीलाई चाहिने रहेछ, हामीले यो चाहिँ युज गर्नु नै पर्ने रहेछ। हो इफेक्टिभ मार्केटिङको थ्रुबाट चाहिँ हामीले यो एडभर्टाइज गर्न सक्छौँ। फोकस अन द युज अफ डिजिटल ब्याङ्किङ सर्भिस एन्ड फेसिलिटिज। डिजिटल ब्याङ्किङ सर्भिसहरू चाहिँ युज गर्नु पर्यो। युज गर्नको लागि चाहिँ उनीहरूलाई चाहिँ नलेज दिनु पर्यो, यो भनेको यस्तो हो, यो डिजिटल सर्भिस ब्याङ्किङ सर्भिसहरूले गर्दाखेरि चाहिँ हामीलाई कतिको हाम्रो टाइम सेभ भइरहेको हुन्छ, क्विक सर्भिसहरू पाइरहेको हुन्छ। हो यो बारेमा पनि उनीहरूलाई भन्नु पर्यो र भनिसकेपछि उनीहरूले पनि त्यो सर्भिस युज गरून्। लन्चिङ अफ अवेरनेस प्रोग्राम विथ द कोलाबोरेसन अफ गभर्मेन्ट अफ नेपाल, एनआरबी एन्ड ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन। अघि भने जस्तै फाइनेन्सियल लिट्रेसी इन्क्रिज गर्नको लागि चाहिँ अवेरनेस प्रोग्राम गर्नु पऱ्यो। त्यो फाइनेन्सियल लिट्रेसी बढाउनको लागि अवेरनेस प्रोग्राम कन्डक्ट गर्दाखेरि पनि चाहिँ गभर्मेन्ट अफ नेपाल, एनआरबी एन्ड ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनको कोलाबोरेसनमा हुनु पऱ्यो कि। अरेन्जमेन्ट अफ लाइसेन्स टु ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसन थ्रु रिजनल एनआरबी अफिस फर द एक्सपान्सन अफ ब्रान्चेस। हो यसरी नै छ चाहिँ हामीले ब्याङ्क एन्ड फाइनेन्सियल इन्स्टिट्युसनको सर्भिस चाहिँ कसरी रुरल एन्ड रिमोट एरियामा पुर्याउन सक्छौँ भन्ने कुरा चाहिँ यिनै नै हुन्।